यहाँ हाम्रो काका चाहिँ चुम्बुङदेखि लिएर योक्सम क्षेत्र सबैले चिन्नुहुन्छ। उहाँको नाम पनि भन्नु पर्दैन। तर भए पनि यहाँ काका तपाईँको नाम के हो भन्नुहोस् त काका? मोहन प्रसाद छेत्री। मोहन प्रसाद छेत्री। मोहन प्रसाद छेत्री चाहिँ राजाको पालाको देखिको मान्छे हो। अन्त उहाँकोबाट आज मैले फर्स्ट टाइम सुने। एउटा भुटियामा हाम्रो एन्थम हुँदो रहेछ, एउटा लेप्चामा, एउटा चाहिँ नेपालीमा। त्यसको सानो गीत चाहिँ छोटो छोटोमा उहाँले पेस गर्नुहुँदैछ। यो चाहिँ रेकर्ड राख्ने, किनभने यो चिज चाहिँ अब हराइसक्यो। सो काका गीत गाइदिउँ त। यो हाम्रो डेन्जोङ भनेको चाहिँ सिक्किम हो। यो सिक्किममा चाहिँ पहिला हामी राजा महाराजा हुँदाखेरि स्कुलमा हामीले चाहिँ प्रार्थना गर्दाखेरि स्कुलमा भोटियाबाट गर्नु पर्थ्यो। अन्त त्यो त्यति बेला चाहिँ यस्तो दुनियाँभरको थिएन। तिनटै मात्रै पाउँथ्यो हाम्रो सिक्किममा महाराजाले दिएको। टासी नामगेल, फुन्चो नामगेल, त्यहाँदेखि छोगेलको पालामा अन्तिम थियो र त्यति बेला हामी स्कुलमा जानु पर्थ्यो। अनि त्यस बेला चाहिँ हाम्रो सिक्किमको डेन्जोङको चाहिँ हामीले त्यो गाना गाउनु पर्थ्यो। डेलाजों सिलिङ्की याङचा पाचिलो याङदी याङचा कुजुचुले छापे छावा भनेर यसरी गाउनु पर्थ्यो। सेकेन्डमा फेरि हाम्रो लेप्चा दाजुभाइको छ। लेप्चा दाजुभाइको चाहिँ यो ऐतिहासिक रहेछ। लेप्चा दाजुभाइ चाहिँ पपिक पमिङ भन्छ। त्यति बेला उनीहरू लेप्चा दाजुभाइ चाहिँ यस्तो बाँसको आँखाबाट निक्लिएको अरे, आदिवासी पनि भन्छ। र उनीहरूको पनि रहेछ इतिहासमा। हजुर। ल्याङ जाबो लिङसा ल्याङला जाबो लिङसा दपुरम्मो मेगीत गुल्लारा ईद बोरम्मो लोपेन होरम्मो। यो ल्याङजाबु लिङसा भनेको चाहिँ यो संसार पृथ्वी घाम जुनले जहाँसम्म देख्छ त्यहाँसम्म हाम्रो चाहिँ यो आवाज पुगोस्। त्यहाँसम्म चाहिँ हामी त्यो मान्छेहरूसँग हामी पनि बराबर हौँ, हामी पनि एजुकेटेड हौँ भनेर त्यस्तो भगवान्सँग वरदान मागेको छ लेप्चा जातिबाट। अनि फेरि अब नेपाली र सुब्बाको चाहिँ एउटै मुठमा दिएको रहेछ। यो चाहिँ पहिला राजाको पालामा चाहिँ स्कुलमा गाउनुहुन्थ्यो है। स्कुलमा। अन्त अब नेपालीबाट चाहिँ अन्तिम हो। अनि त्यहाँदेखि ओ माङ्गे सेवा जोगी गेरो सक्सक हाँग्ने चैत थाङ्ने ओ माङ्गे सेवा जोगी गेरो। सक्सक भने चाहिँ यो किताब है। यो किताबमा चाहिँ हामीले सबैतिर यो देश विदेशमा जाओस्, देश विदेशको मान्छे पनि यति पढा लेखा रहेछ, हामीलाई पनि भगवान्ले यसरी वरदान दियोस्, हामी पनि आशीर्वाद पाऊँ, यो हाम्रो खाता किताब विश्वमा चलोस् भनेर चाहिँ यो नेपाली र सुब्बाबाट ट्रान्सलेट भएर चाहिँ हामी महाराजाले चाहिँ हामीहरूलाई सिक्किममा हामीलाई दिएको तीन जातिलाई। हामी तीन जाति मात्रै छौँ, भोटे लाप्चे नेपाली। यति नै थियो। राजाको पालामा त्यही भोटे लाप्चे नेपाली नै थियौँ। एल्डीकाजीको पालामा त्यही भोटे लाप्चे नेपाली नै थियौँ। भण्डारीको टाइममा पनि यही भोटे लाप्चे र नेपाली नै थियौँ। अनि त्यहाँदेखि अहिले पनि हामी भोटे लाप्चे र नेपाली नै छौँ। र अहिले चाहिँ फेरि अहिलेको नयाँ नयाँ सरकारहरूले चाहिँ ओबिसी, एनबिसी, बाइबिसी के बिसी बनाउँदै लग्यो। यो बिसीले चाहिँ संसार थाम्दैन। जुन चाहिँ इतिहासै छ पहिलेको कुरा, यसले चाहिँ हामीलाई धेरै कभर गर्दै ल्याउँछ। यो हाम्रो इतिहासिक कुराहरू मासिँदै गयो। डेन्जोङ कस्तो अहिले कहाँ पुगेको छ कसले थाहा छ र खालि हाई हाई कुरा गर्यो, माथि माथि कुरा गर्यो, के कुरा गर्यो। पहिले सेयर गरिदिनुहोस्। भोटेले होस्, नेपाली होस्, लाप्चे होस्, मगर होस्, जसले पनि सेयर गरिदिनु। हाम्रो इतिहासिक कुरा हो। पहिले राजा महाराजाले दिएको भाषा भुसी कुरा हो। यसलाई अझै बाँचेर जोगाड गरेर यसलाई अझ 1000 वर्षसम्म यो रेकर्डहरू रहिबसोस्। अहिलेको आउने
भाइ पिँढी जेनेरेसन नानीहरूले पनि यो कुराहरूलाई चाहिँ बुझ्दै भित्र जाओस्। बुझ्दै Very good, जाओस् हजुर, हो नि। भन्दै भन्दै आज त म त कति बादमा आज चाल पाउँदैछु 3टा गीत थियो भनेर मैले त्यो बेला जाउँ चाहिँ सुनेको अघि पनि भने म तपाईँलाई है लेप्चाबाट पनि रहेछ है नेपालीबाट पनि रहेछ अब यो 3टाको कति राम्रो मिनिङ छ है त्यस्तो मिनिङफुल त गीतै छैन नि अहिले त हाम्रो त है तर तपाईँ चाहिँ अब उहाँ काका चाहिँ छेत्री भएर पनि लेप्चा पनि जान्दो रहेछ भोटे पनि जान्दो रहेछ सुब्बा भाषा पनि जान्नुहुन्छ हो उहाँ चाहिँ पुरा ज्ञानले भरपुर नर्थदेखि लिएर यता वेस्ट सिङ्ग्याङ चुम्बुङ र योक्सम त फाँडेकै हो है पहिलादेखि त्यहाँदेखि त सिलङ पनि फाँडेकै है सिलङमा त कोइला काट्नु जानु भएको होइन कोइला पनि काटेको नर्थमा गएर त्यो स्कुल पनि बनाएकै हो स्कुल पनि आमा नर्थमा गएर पनि स्कुल बनाउनु भएको हो नमकमा गएर नमकमा अनि अब यो चिजहरू चाहिँ अब यस्तो नि बिजुवा पनि गरेको एउटा बोजू उदो कलकत्तादेखि ल्याएर माया मारेर फ्याँकेको मान्छे जाति बनाएर त्यहाँदेखि मुन्दुम पनि जानेकै रहेछ मेजबान पनि खाएको हो त्यस्तो अन्त काका हजुर